हेलो साथीहरू नमस्ते मेरो मिनी भ्लगमा हजुरलाई स्वागत छ। हाम्रो चाहिँ आजको यात्रा चाहिँ सौलदेखि खाङदो खाङदोङसम्मको हो। त्यहाँ चाहिँ रहेको सन क्रुइज रिसोर्टसम्म हाम्रो चाहिँ गएर घुम्ने भनेर चाहिँ हाम्रो यात्रा तय गर्दैछौँ। त्यहाँ जानको लागि चाहिँ एकदमै सजिलो रहेछ। सौलदेखि केटियाक चढेर चाहिँ रिसोर्टको छेउको यकमै झर्दो रहेछ र त्यहाँदेखि हिँडेर भए पनि पुगिँदो रहेछ। ल ल हामी चाहिँ अब फाइनली आइपुग्यो है त। अब खानु गयो सनक्रिज होटेल। ल तर साथीहरू यहाँ चाहिँ झर्ने बित्तिकै चाहिँ घामले नि यस्तो पोलेको थियो टाउकै फुट्ला जस्तो है। नेपाली सबै दाजुभाइहरू पनि अरू पनि दाजु भेटेर हामी चाहिँ सँगसँगै घुम्यौँ। तर घामले चाहिँ यस्तो बनाउने र पनि यहाँ झरिसकेपछि चाहिँ यहाँको दृश्य यहाँको वातावरणले गर्दाखेरि यस्तो गर्मी पनि भुलाइदिने क्या यहाँको वातावरणले गर्दाखेरि। परको हेर्नुहोस् त, परको त्यो चाहिँ बिल्डिङ चाहिँ पानी जहाजको बिल्डिङ हो। अनि त्यहाँ हामी एकछिन पस्नेछौँ। यस्तो गर्मी हुँदा पनि यो ठाउँमा आएर चाहिँ वाउ नभने चाहिँ सायद कमै हुन्छ क्या। र यस्तो ठाउँ हामी चाहिँ यो जहाजभित्र चाहिँ एकछिनमा बस्ने भनेर चाहिँ भन्यौँ र हामी चाहिँ अर्को साइडदेखि समुद्रको भ्यू हेर्ने भने चाहिँ हामी लाग्यौँ। अब हेर्नुहोस् त यहाँ कस्तो कस्तो भ्यू देखिन्छ त माथिबाट समुद्रको। कत्रो हात हो यो? ल साथी कस्तो हात के फेरि यत्रो हात पनि ठडाइदिएको रहेछ। यहाँ चाहिँ समुद्र हेर्नु जाने ठाउँमा चाहिँ ठुलो हातदेखि छिडेर जानु पर्दो रहेछ। ल साथीहरू घुम्नु भनेर त अब हिँड्यो, आफ्नो पनि केयर गर्नै पऱ्यो नि होइन र। त्यही भएर हामी चाहिँ दुवैजनाले टोपी पनि लायौँ, अनुहार त जोगाउनु पऱ्यो। ल साथीहरू अब यहाँबाट चाहिँ सुरु हुन्छ समुद्रको भ्यू हेर्ने ठाउँ। ल हेर्नुहोस् त कति आनन्द। आहा यस्तो ठाउँमा त दुःख पनि सबै बिर्सिने ठाउँ छ क्या। यस्तो तपाईँहरू आउनुहोस् क्या एकचोटि यो ठाउँमा। खतरा दामी आराम। लु साथीहरू तपाईँहरू पनि घरमा बसेर कोठामा बस्नु नबस्नु। यस्तो बगाल ठाउँ, यस्तो बगाल ठाउँ। यहाँ माथि चढेको चाहिँ हाम फाल्ने हो कि यहाँबाट। यही सपनाको संसार हाम्रो सनक्रिज होटल। ल अब हामी तल झरेर त भन्यो, तर यो पहराभित्र चाहिँ यस्तरी बाटो बनाएको रहेछ। यस्तो डेन्जर डर पनि लाग्यो। तर यहाँको वातावरणले गर्दाखेरि एकदम आनन्द लाग्यो। ओहो कस्तो भिड पो रहेछ त यहाँ त। बाफ रे बाफ। के यस्तो भिडै भिड छ त। बढी छ ल दादा लकेरी जाने भिड के हो निकै तल छ क्या त्यस्तो दाजु त। तलै रहेछ। लड्छ है रहेछ। ल यहाँदेखि चाहिँ अलिक तल झरेपछि चाहिँ यस्तो ठाउँ पनि छ रहेछ है। लु हेर्नुहोस् त, वाउ कस्तो डर लाग्ने ठाउँ है। डर पनि लागेको थियो मलाई त, तर आनन्द भनेको यस्तो ठाउँमा आउनु पाउँदा धेरै आनन्द लागेको थियो। ओहो ओ माय गॉड कसम यार, कसम साथी हो। यो ठाउँ चाहिँ एकपटक सबैजना आउनु पर्ने ठाउँ रहेछ है यो चाहिँ। ओहो यार डर लाग्यो हौ। म समुद्र पारि के छ कि समुद्र पारि छ नि ओ
आउँछु आउँछु यो हातमा नि ल बनाउने यहाँ होला चाहिँ मेरो श्रीमतीज्यूले तपाईँको पनि खिचिदिन्छु भनेर चाहिँ भिडियो गरिदिँदै हुनुहुन्छ। उता अगाडि फर्काइदियो खिचिरह त हात देखिरहेको छ उम्, ल भयो उता खुट्टा भिजेर बस्नु सुहाउँदैछ बुढा त्यहाँ गएर पानी यहाँ पानी मुखबाट फाल्नु थियो कि माछा नि पर्दा माछा चाहिँ माथि हो त्यस्तो ठाउँ रहेछ त्यो दामी रहेछ यार पानी खाल्ने चाहिँ माछाको चाहिँ मोबाइल एरिया थियो होला क्या त्यो चाहिँ है भिडियो बनाऊ न यहाँ भिडियो बनाऊ ल त गाला आउँछ नि फेरि ल साथीहरू हामी चाहिँ माथिको रिसोर्टहरू सबै घुमेर चाहिँ अब यहाँ समुद्रमाथिको पुल पनि नाइटको चाहिँ नाइट भ्यू पनि हेरौँ खिचौँ भनेर चाहिँ हामी यहाँ आएर छौँ। हेर्नुहोस् त कस्तो बबाल एकदम दामी देखिने रहेछ। ल यस्तो झिलिमिली यस्तो समुद्रमाथि चाहिँ पुल चाहिँ बनाएको रहेछ। ल हेर्नुहोस् साथीहरू सुनसान रातिमा हामी चाहिँ यहाँ खाङनुङ सीमा चाहिँ हामी खाउन्द खाङरुङ खाङनुङ भने पनि त खाउन्दको हामी एरिया चाहिँ यहाँ रातको ठ्याक्कै यहाँ चाहिँ कति 1 बज्यो है साथी हो 1 बजेर राति चाहिँ हामी यहाँ बुढाबुढी लखर लखर डुरिन्छौँ। अब हामी रातको 1 बजे भए पनि हामी चाहिँ अब यात्रा अब हाम्रो टाढैको छ रातभरि हामी हिँड्छौँ जिन्दगारीमा यस्तै हो। हाम्रो होटेलसम्मको अब यात्रा सुरु हेलो ल साथीहरू अब समुद्रको किनारमा यसो बुढाबुढी त रमाउनै पर्यो भनेर चाहिँ हामी बिहान समुद्रको किनारमा त यसो भिडियोहरू बनायौँ। त्यसपछि हाम्रो गन्तव्य घरतिर फर्क्यौँ। साथीहरू हाम्रो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट गरिदिनु होला है त। धन्यवाद।